हेर्नु त गाइजहरू, आज छतका गमला रिपोर्टिङ गरेको रोपेको त छैन, तर माटो खनाएर अर्को नयाँ माटो फोर्नलाई खनाएको। 6वटा गमला खनाएको, 6वटामा 5वटामा कमिला थिए, एउटामा चाहिँ यिनी किरा रहेछन्। ल यिनले के हानि गर्छ ल गाइजहरू भनिदिनुहोस् त। यिनले बिरुवालाई हानि नोक्सान के हाल्छन्? गडौराले त मल बनाउँछन्, झन् राम्रो माटो बनाउँछन्, गडौरा त राम्रो हो। यिनले के काम गर्छन्? यतिका यसको माउ पनि त होला के अरे, यिनी माउले पायो होला 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12, 13, 14, 15, 16, 17, 19, 20, 21 रहेछन् क्या हो? गन्न बिराएँ कि साँच्चै 21वटा हुन् यिनीहरू। हेर्नु त, यतिखेर चरा भएर चराले कति कप्प खान्थे यिनीहरूलाई। फेरि मलाई फेरि केही चिजको पनि माया लाग्छ, फेरि कहाँ खुवाउँथेँ होला, आफूले पालेको भए त खुवाउँथेँ होला। अब एउटालाई बचाउनलाई एउटालाई मार्न पर्ने अवस्था। गाउँघरमा मलको डोकामा मल खन्दाखेरि मल खता कति ठुला खुम्ले किरा भेटिन्थ्यो नि गाइजहरू। यो पनि खुम्ले किरैको प्रजाति हो। यिनी पनि ठुला हुँदाखेरि यहाँ त्यस्तै हुन्छन् होला है।